Sarvottam Cement presents Bhunti, powered by Berger Silk and Dish Home Internet. Brought to you by महत्त्वपूर्ण भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट। Berger Paints. Experience luxury silk finish. डिश होमको इन्टरनेट भरपर्दो र विश्वासिलो छ, म जस्तै। Co-sponsor Dabur Vatika shampoo छ 10 natural ingredients. Dabur Vatika shampoo, beautiful naturally. Broadcast partner Kantipur TV HD. Created by Asa Films Production and AD Release Initiative. दुःख पीडा कति कति सुख भन्नु छैन राति भुन्टी रसिला छन् पारले ओठमा मुस्कान छैन ज्यानकै बाजी लाउँदा पानी कहिले राम्रो भएन संसारकै दुखी मान्छे सुख खोज्न कहाँ जाऊँ उनीलेसम्म बसाइ सर्थे कहाँ छ त्यस्तो ठाउँ सुख भन्दा दुःख धेरै देखाउँछन् गल्ती मेरै सुख भन्दा दुःख धेरै देखाउँछन् गल्ती मेरै आशा बोकेर एउटी मान्छे भुन्टी आफूलाई पराई भन्नेलाई नि आफ्नै मान्छे भन्ने मान्छे भुन्टी मैले होइन बहिनी, अब तपाईँकै दाइ नै त्यस्तै हो। तपाईँको दाइले तपाईँसँग एकदम मन दुखाउनु भएको छ। मलाई थाहा भाउजू, तर अब के हेर्नु त, उता उहाँलाई घर लाने कुरो भयो। त्यस्तो अवस्थाको मान्छे छोडेर म क्यारी कोठा आउँ जस्तो लाग्यो, त्यही भएर म गएकी हुँ। उहाँलाई ठिक भएपछि त आइहाल्छु नि। पूर्णिमा के गन्थन गरेर बसिरहेको हँ? आउ त तिमी खुर्क।
बहिनी मन नदुखाउनु ल, अहिले म जान्छु है। दाइ दाइ उसो नरिसाउनु न दाइ, मलाई थाहा त। ए दाइ भाउजू दाइलाई सम्झाइदिनु। ल ल मन नदुखाउनु ल है। होइन कस्तो हो कि तपाईँको रिस? बहिनी रुँदै रुँदै जानुभयो। बहिनीसँग एक शब्द मिठो बोलिदिनु भएको भए के जान्थ्यो हो तपाईँको? के जान्थ्यो नि, मन दुखिसकेपछि कसरी मिठो वचन निस्किन्छ? झन् उसैले दुःख पाउँछ भनेर मैले कति सम्झाएँ, कति हामीसँग आएर बस भनेर भने, त्यसले मानी? उसले चाहिँ मेरो मन दुखाउन पाउने, के मैले चाहिँ नपाउने हो र? अनि के भएको छ हो तपाईँलाई? हाम्रो कुरा यता हो, यता यता होइन। थाहा छ के यतै हो। म नबोलेको भएर एकछिनमा त्यो ती कोठामै आइपुग्नु सक्छ। मलाई त्यसको अनुहार पनि हेर्नु छैन, म यहीँ बस्छु। बहिनीको पारा देखेर पनि अचम्मै लाग्छ। आफूलाई माया गर्दैन भनेर थाहा पाउँदा पाउँदै पनि त्यो मान्छेको केयर गर्नलाई घर घरै पुग्नु भएको छ। अब तपाईँले भनेको बहिनीले टेर्नु भएन भनेर तपाईँ यसरी चिन्ता लिएर नबस्नु न, छोडिदिनु। बरु जाउँ कोठामा आराम गरेर बसौँ। ए मैले भने त म जान्न भनेर, तिमी जाऊ न। के गरी आइ भने पनि हाम्रो केही चिन्ता नगर्नु रे, त्यसकै ख्याल गर्नु, वास्ता गर्नु, सेवा गर्नु, उतै बस्नु भनेर भनिदिनु। जाऊ तिमी, म जान्न। मैले भन्दा भाउजूले रिस गरे जस्तो हुन्छ, बरु तपाईँले नै भन्नु, हिँड्नु जाम। त्यति तिमी आफै भनेर पठाइदियो कि जान्न म, मलाई एकछिन एक्लै बस्न देऊ। कस्तो कुरा गर्नुहुन्छ कि म तपाईँलाई कसरी एक्लै छोड्न सक्छु? त्यो पनि यस्तो चिसो भुइँमा खुर्कन कोठा हिँड्नुहोस् त। केही हुँदैन कि, मलाई एकछिन एक्लै छोड के पूर्णिमा, तिमी जाऊ। ए तपाईँलाई यसरी एक्लै बस्न मन थियो भने मसँग किन बिहे गर्नु भएको त? हेर है पूर्णिमा, मसँग न्यु नखज है तिमी। बुइनुको रिसमा अहिले तिमी परौलिनी फेरि। तिमी जाऊ न भन्दैछु त म। अचम्म छ है, बहिनीको रिस मलाई पोख्नु भएको छ। अनि किन गन गर्नु त, जाऊ न त तिमी। अनि तपाईले खुर्कन हिँड्नु नि त कोठामा। म एकछिन यहाँ एक्लै बस्छु भनेको मान्नु न, चिसो भुइँमा नबस्नु। म जान्न भन्दैछु। कस्तो मान्छे होला भनेको त टेर्नु न। उसको बहिनीले रिस उठाउँछिन् अनि मसँग रिस पोख्नुहुन्छ। खुर्कन हिँड्नु त। ए म जान्न के, म जान्न। कस्तो मान्छे होला, चुप लागेर हिँड्नु न। यस्तो चिसो भुइँमा कहाँ छोड्छु तपाईँलाई? नि छोड न। बाबा के देख्दैछु म यो? त्यस्तो मिलिराखेको मान्छेको बाटो बाटोमा यस्तो झगडा के पारे हो यो? ज्वाइँ साहब, मेरो अगाडि चाहिँ ठुला ठुला महान कुरा गर्ने अनि छोरीसँग चाहिँ यसरी बाटो बाटोमा झगडा पर्ने के देख्दैछु म यो? अब टाढाबाट हेर्दा त झगडै जस्तो देख्नु भयो होला बुवा, तर नजिक आएर कुरो बुझ्नुभयो भने चाहिँ यो झगडै चाहिँ होइन बुवा। अनि यो टोलै थर्किने गरी चर्को चर्को स्वरमा चिच्याएको चाहिँ के हो त झगडा नभएर? माया हो बाबा, मेरो उहाँप्रतिको माया। उहाँ बहिनीसँग रिसाइरहनु भएको छ, अनि रिस जति मलाई पोखिरहनु भएको छ। खासमा चाहिँ उहाँ मसँग होइन, बहिनीसँग रिसाइरहनु भएको छ बाबा। बाबु, बहिनीसँग रिस उठ्याछ भनेदेखि त बहिनीलाई नै राखेर कुरा गर्नु न। यसरी बाटो बाटो जोइ पोइ चाहिँ झगडा गर्दै हिँड्दाखेरि हेर्नुहोस् त, वरिपरि सबैले मलाई चिनेका छन्। तेरा ज्वाइँ छोरी त बाटो बाटोमा झगडा गर्दै हिँडेको थिएँ भन्नु मलाई भन्यो भनेदेखि त मेरो इज्जत कहाँ जान्छ? अलिकति विचार गर्नु पर्दैन? त्यो त पर्ने हो बुवा, त्यो त पर्ने हो, तर त्यो अब रिसमा कसले बेद पढ्छ र भने जस्तै हो बुवा।
एकछिन म रिसमा चर्किनु र ऊ झर्किनुले गर्दाखेरि चाहिँ त्यस्तो देखियो बुवा, नराम्रो देखियो होला, तर हामी बिच त्यस्तो नराम्रो केही छैन बुवा, हजुरले चिन्तै नगर्नुहोस्, हामी लाग्छौँ है बुवा। ज्वाइँ साहब अलिक तनावमै देखिनु भएको छ। यस्तो तनाव परेको बेलामा दुईजना मात्रै सँगै बस्दाखेरि ठाकठुक पर्न सक्छ। बरु हिँड्नुहोस्, हाम्रो यतै घरतिर जाउँ अहिले। होइन के हो अहन्कनाएर मुखामुख मात्रै गरिरहनु भएको हो? जाउँ न बाबु, हिँड्नुहोस्, गइहालौँ, जाउँ। Sharbottam Cement presents Bhunti, powered by Berger Silk and Dish Home Internet. के हो ए अलिकति गाली गरिया थिएँ, बोल्दा पनि बोल्दैन। त्यो चाहिँ भाग्यमा लेखेर छ मेरो चाहिँ श्रीमती। माया गर्दा गर्दै पहिला गएँ, फेरि दुःख पाएँ, बुढा हुँदै बुढै आएँ, फेरि फर्काएर राखिहालेँ, फेरि यस्तै ताल देखाउँछ। के गर्नु, मेरो चाहिँ श्रीमती पनि कस्तो चाहिँ पऱ्यो भने भाग्य पनि कस्तो रहेछ मेरो, सबै काम मैले नै गर्नुपर्ने। ल के भयो, बिहानसम्म त छाङछुङ थियो त, अहिले त पुरै छोपछाप पारिएछ त, किन हो? अब तिमीलाई खुसी दिन हो, किन हुन्थ्यो नि? झगडा पर्दा मेकअप मात्रै होइन के बिग्रेला हेर्लिस् भन्थ्यौ। अब त्यही डरले के बिगारिदिने औला भनेर लगाइदियो। लुगा मात्रै लाएर हुँदैन, बानी पनि सुधार्नु पर्छ। अब पनि फेरि त्यस्तै बानी बेहोरा देखाइस् भने अब त तँलाई कुटेर लखेडिदिन्छु। अनि कहाँ जाँदा छस्? अनि जा। अति चाहिँ नआए पो है, फेरि जानै परेदेखि मेरा जानी ठाउँ धेरै छन्। कहाँ जान्छस् त? जाने भनेको त्यही तेरो माइता हो, माइतामा पनि त्यो भाउजू बुहारीसँग 15 दिन पनि टिक्दैनस्। अब जाने भनेको अर्को पहिला हो, अब पहिला पनि पहिल्यै गइसक्यो, गएर फर्केर आइसक्यो त, त्यहाँ पनि टिक्दैनस्, अनि जान्छस् कहाँ? अब के गर्नु, कति न सुख पाउला भनेर पहिला गइहालेँ। अब अहिले झगडा हुँदै पछि त्यही कुरा निकालेर दिक्क लाउँछन्। अब यिनले यो कुरा निकालेपछि मेरो त भोलि नै बन्द हुन्छ। के सोच्दैछस्? अब सोच्ने होइन, खुरुखुरी मैले जे काम गर्छु त्यो काममा मलाई सघाउने। बराबरी हामीले काम गऱ्यो भने मैले पनि सुख पाउँछु, तैँले पनि सुख पाउँछस्। अब मलाई फेरि सघाउने त पहिला जस्तो बिग्रेर हिँड्छ भने त मलाई के भएर? म त पहिल्यैदेखि मेहनती मान्छे हो, बटाबटी म काम गर्छु, म त जहिले सुख पाउँछु, दुःख पाउने भनेको तैँले नै हो। दाइ उसो नरिसाउनु न दाइ, मलाई थाहा त। ए दाइ, यस्ता अवस्थाको मान्छेलाई छोडेर म कहीँ गए नि खुसी हुन सक्दिनँ भन्ने कुरो त दाइलाई थाहा त। बुइनीको मन यस्तो ह भन्ने कुरो थाहा पाउँदै पनि किन त्यति साह्रो रिसाउनु भयो होला दाइ मसित? दाइ पनि त्यसरी रिसाएपछि मेरो त अब यो संसार कोही छैन झैँ लाग्छ। त्यति धेरै मुहारी मेरा दाइ कसरी मुसँग भेट्दा नबोली त्यस्तो वचन लाएर हिँड्न सक्नुभयो होला? कहिलेसम्म रिसाउनु हुने होला अब दाइ? दाइ त्यसरी रिसाउँदा पनि उहाँको साथ नछोडी यहाँ बसी हो। म यसरी बसे अनुसार उहाँलाई चाँडै निको भइदिएदेखि त हुन्थ्यो। के भयो भनौँ दाइ? भाइ भाउजूले त्यो
शुभ किन्नलाई पठाउनु भएको थियो। त्यही बेला दाइ भाउजूलाई फ्याक्ट्री बाटोमा भेटेँ। उहाँहरूलाई नसोधिकन म यहाँ भएर दाइ रिसाएर मसँग बोल्दा नि बोल्नु भएन। कस्तो हो के तिम्रो दाइ पनि? अब यस्तो भएको श्रीमानलाई आएर स्याहार सुसार गरिरहेको बहिनीसँग रिसाउनुहुन्छ त? खै त्यस्तो कठोर त हुनुहुन्थेन मेरो दाइ। अरूको दुःख पीडा अप्ठ्यारो अवस्था बुझ्ने खालको हुनुहुन्थ्यो। तर उहाँले दाइ भाउजू बुवा आमा सबैको मुन दुखाइदिनु भयो। त्यही भएर दाइको मुन कठोर भएर उहाँको त छेउछाउै नपर्दै हुन्थ्यो, उहाँसँग नबस्दै हुन्थ्यो चाहिँ गर्नुहुन्छ। अनि अहिले नै त्यही भएर रिसाउनु भएको। भेट्दाखेरि पनि दाइ नबोल्दा साह्रै चित्त थियो। चित्त नदुख बुहारी, चित्त नदुख। निको भएपछि यो भूपेन्द्र सुध्रिन्छ जस्तो लागेको छ। भूपेन्द्र सुध्रेर तिमीहरूको सम्बन्ध राम्रो भयो भनेदेखि त तिम्रो दाइले आफै भन्नुहुन्छ तैँले ज्वाइँलाई स्याहार सुसार गरेर ठिक गरिस् बहिनी भनेर। चिन्ता नगर। ल मैले तिम्रो लागि एक दुईजोर कपडा ल्याइदिएको छु, यो राख। आफै नि दाइ मुसँग यता अलिअलि पहिलाका लुगाहरू नि थिए नि, के हाल्न ल्याउनु पर्दो र यहाँ भाइका लागि कति खर्च गर्नुभयो। काँडी आउँछ र तपाईँलाई पनि पैसा पर्दैन दाइ। यो फिर्ता हारिदिनुहोस्। किनिसकेको सामान फिर्ता हुँदैन कि, एक्सचेन्ज मात्रै हुन्छ। त्यसैले कपडा लगाऊ। मैले धोती र चोलो ल्याइदिएको छु, लगाऊ। दाइ रिसाउनु भयो, बोल्नु भएन भनेर केही चिन्ता नगर है। भूपेन्द्र दाइ यहाँ बस्नु। भूपेन्द्र भूपेन्द्र आँखा पनि खोल्दैन। औषधिले लटेको हो कि कहिले ठिक होला? भूपेन्द्र भूपेन्द्र छोडिदिनु दाइ, निदाउनु भयो होला। निदाउँदा बरु उहाँलाई दुखा नि थाहा हुनु। मलाई त उहाँ निदाउँदै ढुक्क लाउँछ। आँखा खोलेपछि आइया आइया भनिरहनुहुन्छ। अनि बाबु त्यो बहिनीको लागि म तपाईँले यत्रो टाउको दुखाएर तनाव लिएको देख्दाखेरि म छक्क परेको छु। त्यो बहिनीको लागि तनाव लिएर तपाईँहरू दुईजना झगडा गरेर बाजेर केही फाइदा छ? केही फाइदा छैन। छैन बाबा, छैन। र तपाईँले भन्नुभएको जस्तो हामी बाँच्ने झगडा गर्ने त्यस्तो केही गरेको छैनौँ कि। उहाँको बहिनीले भनेको अलिकति मानेन भनेर उहाँ निराश मात्र हुनुभएको हो। यहाँ आयौँ, बस्यौँ, अलिकति कुल पनि भइसक्यो। बरु अब हामी एकछिनमा यहाँबाट जान्छौँ बाबा। अब तँ मात्रै कुल भएर हुन्छ र भने ज्वाइँ कुल हुनुभएको छैन। अब अघिदेखि झोक्राएको झोक्रै हुनुहुन्छ। अब ज्वाइँ ससुर यहाँ सामने सामने बसिया छौँ, अब फिटिकै बोल्नु भएको छैन। बाबु तपाईँलाई म एउटा कुरा भन्छु, मान्नुहुन्छ? कस्तो कुरा बुवा? भन्नु न, मानिहाल्छु नि। बाबु हेर्नु, यसै पनि बिहे गरिसकेपछि त्यो दिदी बहिनी दाजु भाइ आफन्त कोनी को विषयमा चाहिँ चिन्ता गरेर बस्ने होइन। हेर्नुहोस्, बरु आफ्ना श्रीमान श्रीमती र भावी सन्ततिका लागि सोच्नुपर्छ। अब तपाईँ जसका लागि चिन्ता गरिरहनु भएको छ तिनीहरू तपाईँको साखै रहेका नाता पनि होइनन्। तपाईँ किन चिन्ता गरिरहनुहुन्छ भन्नुहोस् त? त्यही त बुवा। हस्, हामी जान्छौँ। पूर्णिमा हिँड। बाबु होइन, तपाईँ त रिसाउनु पो हो कि क्या हो? मैले त तपाईँकै उज्जवल भविष्यको लागि सम्झाएको हुँ। के अरे बुबा, तपाईँ कुन चाहिँ उज्जवल भविष्यको कुरा गर्दै हुनुहुन्छ? जुन परिवारसँग मेरो खुसी जोडिएको छ उनीहरूबाटै टाढा गराउन खोजेर मेरो कसरी उज्जवल भविष्य हुन्छ? अब चिन्ता गरेर पनि त हुँदैन नि। जसरी तपाईँले ती बहिनीको लागि चिन्ता गरिरहनु भएको छ, माया गरिरहनु भएको छ, बहिनीले पनि तपाईँको विषयमा त्यत्तिकै चिन्ता गरिदिएको, तपाईँलाई माया गरेको भएदेखि त तपाईँले भनेको पनि त मान्थिनु होला नि। अब चाहिँ तपाईँले भनेकै नमान्ने बहिनीलाई तपाईँले माया गरेको चिन्ता गरेको देख्दाखेरि म छक्क परिरहेको छु। हेर्नुहोस् ज्वाइँ बाबु, तपाईँले भनेको नमान्ने, तपाईँलाई माया नै नगर्ने त्यस्तो बहिनीको लागि तपाईँले चासो र चिन्ता लिएर के पाउनुहुन्छ भन्नुहोस् त? त्यसैले आजदेखि त्यो बहिनीको चासो चिन्ता के लिन छोडिदिनुहोस्। आफ्नो परिवारको लागि, आफ्नो उज्जवल भविष्यको लागि के गर्नुपर्छ त्यही सोच्न थाल्नुहोस्। भन्नलाई सजिलो छ बुवा, तर व्यवहारमा उतार्न धेरै गाह्रो छ।
मैले त्यति धेरै सम्झाउँदाखेरि पनि उसले नमानेको कारणले गर्दाखेरि मलाई त्योदेखि रिस त उठेको छ। तर रिस उठ्यो भन्दैमा उसँग नातै तोड्न सक्छु भनेर तपाईँले नसोच्नुहोस्। मेरो बहिनी मात्र नभएर मेरो दाजु भाइ दिदी बहिनी बाउ आमा सबै हो। त्यसले दुःख पाउने कि भन्ने चिन्ता छ मलाई। जसले त्यसलाई दिन रात रुवायो दुःख दियो त्यसकै सेवा गर्न बसिरहेकी छ। त्यो पापी अपराधी ठिक भएपछि फेरि पनि त्यसै गरी दुःख दिन्छ मलाई थाहा छ। त्यही भएर त्यो पापीको छेउमा नपर्न भनेर मैले कति सम्झाएको, तर के गर्नु, त्यसले उसलाई साँचो माया गर्छ। त्यही भएर त्यसको त्यस्तो अवस्थामा उसले एक्लै छोड्न सकेकी छैन। मैले भनेको नमानी त्यहाँ बस्दाखेरि त्यसले पछि दुःख पाउली भनेर मलाई तनाव भएको मात्रै हो। दाजुबहिनी रिसाएका छन् भनेर हाम्रो सम्बन्ध बिगार्न नखोज्नुहोस्। तपाईँको लागि तपाईँको छोरी पूर्णिमा जति प्यारी छिन् त्योभन्दा बढी मेरो लागि मेरो बहिनी प्यारी छिन्। पूर्णिमा म रिसाको कारणले गर्दाखेरि त्यो कोठामै आके होली, कति तनाव लिइराखेको होली। जाउँ न, म सम्झाएर पठाउँछु उसलाई। जाउँ। हस् बाबा, हामी जान्छौँ है। ल त ल, जय बाबु, नरिसाइकन चिन्ता नलिकन जानु होला है। छैन बुवा, रिसाएको छैन। आफ्नो ख्याल गरेर राम्रोसँग बस्नु होला बुवा। ल खै मेरो ज्वाइँको जिन्दगी पनि खालि आमा बहिनी भनेरै जाने भयो। झन् घरमा ल्याएर राम्रोसँग सम्झाएर पठाउँछु भनेर ल्याएको, उल्टै रिसाएर पो जानुभयो। आमा चाहिँ भागी भयो, राम्रोसँग सम्झाएर पठाउँथ्यो होला। फेरि आमा चाहिँ पनि कहाँ गयो। Sarvottam Cement presents Bhunti, powered by Berger Silk and Dish Home Internet. श्रेया किन छटपटेर बसे कि? माथि जाऊ न। माथि गएरै तल आएको हुँ, किन जानु माथि? के बोल्या होला? बिरामी भएको भाइ माथि छ, बुहारी माथि छिन्, त्यसपछि यहाँ तल बसेर छटपटेर हुन्छ त? माथि जाऊ। के चाहिएछ भाइलाई यसो सोध, चाहिएको कुरा देऊ। म एकपल्ट अफिससम्म पुगेर आउँछु। अब हेर न, कर्मचारी घरमा छोडेको यत्रो दिन भइसक्यो, व्यापार व्यवसाय के भइरहेछ एकपल्ट म बुझेर आउँछु। ल म गएँ। हस्। के भयो सेरिया दिदी? क्यार न मलाई यसरी हेरिरहनु भयो र? के हेर्नु नि, जेठाजुले कस्तो कपडा किनेर ल्याइदिएछन् भनेर हेरेको नि। मैले मेरो लागि यसो कपडा छानिदेऊ न भुवन भनेर भन्दाखेरि मलाई चुज गर्न आउँदैन, लेडिजको खासै आइडिया छैन भन्थ्यो। अहिले त स्पेसल किन्दैछ त तिमीलाई, चोइस गर्न आउँदो रहेछ त। राम्रै देखिया छ। मलाई जसले देख्यो नि मलाई त लाउन पाए पुग्छ। दाइले यतिका दिनसम्म अस्पतालमा बस्यो, फोहोर भयो होला लुगा फेर भनेर जो नल्याइदिनु भएछ। मैले माइकी पनि होइन, दाइले आफ्नो छोरी जस्तो बुइन जस्तो सोचेर दिया लुगा जस्तो भयो नि मेरो लागि राम्रो। तपाईँले पनि राम्रो देख्नु भएको छ, खुसी लाग्यो। तर दाइले तपाईँको लागि चाहिँ ल्याइदिनु भन भनेर तपाईँ दाइसँग नरिसाउनु होला है। अब तपाईँका अलि फ्यासिनका हुन्छन्, मलाई त्यही चोलो फरिया भइहाल्छ। त्यही भएर सजिलो लाएर ल्याइदिनु भयो होला। मलाई ल्याइदिएको कुरालाई लिएर तपाईँ चाहिँ नरिसाइदिनु होला है सेरिया दिदी। हस्,
अनि के तिमी चाहिँ जीवनभरि यसै गरी भूपेन्द्रको सेवा गरेरै बस्ने हो? अब उहाँलाई राम्रोसँग ठिक नहुन्जेली त बस्नै पर्यो। यस्तो अवस्थाको श्रीमानलाई छोडेर हिँड्न मनले मान्दो रहन्छ दिदी। अचम्मकै रहेछ तिम्रो मन पनि। म चाहिँ तिम्रो ठाउँमा भइदिएको भए उहिले छोडेर हिँडिसक्थे। अझै पनि केही बिग्रेको छैन, विचार गर है। अब न भूपेन्द्रको नाममा यो घर रहन्छ न उसको बिजनेस नै हुन्छ। अब हामी चाँडै नै यो सबै घर बिजनेस उसको भए जति प्रपर्टी हाम्रो नाममा गर्दैछौँ। अबको केही समयपछि भूपेन्द्रसँग न यो घर हुन्छ न कुनै बिजनेस हुन्छ। उसलाई निको भइसक्दा त उसँग 1 रुपियाँ पनि हुँदैन। पुरै कङ्गालपतिको सेवा गरेर तिमीले के चाहिँ पाउँछौ? त्यसैले अहिले नै विचार गर है। अहिले नै विचार गरेर आफ्नो बाटो लाग्यौ भने तिम्रो भलो हुने देख्छु है म त। कस्तो कुरा गर्नुभएको सेरिया दिदी? मैले मेरो भलो होला, मलाई फाइदा होला, सम्पत्ति पाम्ला भनेर लोभले मैले उहाँको सेवा गरेँ कि होइन? मैले उहाँको मात्रै होइन, उहाँकी बुइनीको, उहाँकी आमाको पनि उहाँहरूलाई अप्ठ्यारो पर्दा जहिले सेवा गरेकी थिएँ। फरक यति हो, म सेवा गर्छु, उहाँहरूले मेरो गुण देख्नुहुन्न। तर मलाई विश्वास छ उहाँहरूले मैले लाएका गुण नदेखे पनि माथि ईश्वरले मैले कसलाई कस्तो गरेँ र कसले मलाई कस्तो गरे भन्ने कुरा छर्लङ्गै परस्टै देख्नु भएको हो। त्यही भएर मलाई यसरी जति मलाई दुःख दिए पनि सेवा गर्ने शक्ति दिनुभएको हो। मलाई जिन्दगानी कोहीबाट केही पाउने आशा छैन सेरिया दिदी। मैले त नर्नु बिहे गरिसकेँ। अब उहाँले मलाई जस्तो व्यवहार गरे पनि उहाँलाई चाहिँ ठिक नहुन्जेल म साथ दिन्छु, हेरचाह गर्छु भन्ने सोचेर मात्रै म यहाँ बसेकी हुँ। अबदेखि आइन्दा उसँग केही छैन, तिमीले केही पाउँदिनौ, छोडिदेऊ, त्यस्ता कुरा चाहिँ नहारिदिनु होला, बिन्ती हो। हुन त तिमीले यो बिजनेस घर सबै जेठानीको नाममा भए पनि पुर्ख्यौली सम्पत्ति जति भने पनि छँदैछ। ससुराको नाममा भएको सम्पत्ति भागवण्डा गर्दाखेरि त मेरो श्रीमानको नाममा पनि मनग्गे आइहाल्छ भनेर तिमीले सेवा गरेकी हौली। त्यो पनि तिम्रो श्रीमानले यतिन्जेलसम्म हामीलाई सावा ब्याज केही नदिकन हाम्रो पैसा बिजनेसमा लगाएको हुनाले त्यो पनि हाम्रै नाममा गर्नलाई मैले प्रोसेस चालिसकेको छु। त्यही भएर तिम्रो नाममा केही पर्नेवाला छैन है, बेलैमा विचार गर। होइन सेरिया दिदी, तपाईँलाई मैले मेरा हातमा केही पर्ला कि भन्ने लोभले यो सब गरेकी होइन भनेर भनिसकेँ त। अरूबाट आफूले दिएको जस्तै माया, आफूले सेवा गरेपछि अरूबाट नि सेवा पाउँला मेवा पाउँला भन्ने आशाले हामीले केही पनि गर्न हुँदैन। त्यस्तो गर्यो भनेदेखि आफै दुखी हुनुपर्छ भन्ने कुरो मैले तपाईँका देवरलाई धेरै भन्दा धेरै माया गरेर थाहा पाइसकेकी छु। तपाईँका देवरलाई मैले धेरै माया गर्दा अनि तपाईँका देवरले मलाई पटक पटक धोका दिँदा कति पीडा भयो त्यो मलाई भन्ने कुरा मेरा मनलाई थाहा। त्यही भएर अहिले मैले उहाँलाई गरेको यो सेवा उहाँको माया पाउनलाई पनि होइन, उहाँको सम्पत्ति हात पार्नलाई पनि होइन। मैले त अहिले एउटी श्रीमती बा नाताले श्रीमानलाई अप्ठ्यारो पर्दा गर्न पर्छ भनेर आफ्नो धर्म कर्तव्य निभाएकी मात्रै हुँ। होइन तपाईँलाई चाहिँ के भयो? जेठानी जस्तो मुन्छे, पढे लेखा मुन्छे, देश विदेश घुमे मुन्छे भएर यस्ता अवस्था तिमी नआत्यौ। बिथारै देवरलाई ठिक हुन्छ, घर परिवारको कुरो बिथारै मिलाउँदै जाम्ला भनेर सम्झाइ बुझाइ गर्न पर्ने ठाउँमा देवरको सम्पत्ति तिम्रो हातमा पर्दैन, यस्तो हुँदैन उस्तो हुँदैन भनेर देवरका जिन्दगानीबाट मलाई पन्छाउन मात्रै खोज्नुहुन्छ त। होइन म फुत्त छोडेर गइदिइहालेँ भनेदेखि त्यो देवरको दिसा पिसाब आफैले स्वर्ने मुन्छ। ओछ्याना देवरको दिसा पिसाब दङ घरै गनाउने गरी गनाउँदाखेरि चुप्प लाएर बस्न त सक्नुहुन्न होला। भाउजू बा नाताले स्वर्नु पर्ला, म गएँ भने के तपाईँले स्वर्नुहुन्छ? के न खाइदिए जस्तो के न गरिदिए जस्तो सम्पत्ति पाउँदैन जाऊ भन्नुहुन्छ। चाहिए छैन मलाई केही पनि। यस्ता चोथालेसँग के कुरा गर्नु? अरू कुरा मलाई थाहा छैन,
मेरो बुढोको अगाडि ब्याउली बनेर राम्रा राम्रा लुगा लगाएर अघि पछि गरेर लोलो पोतो गर्ने हैन मैले भन्दैछु राम्रो हुँदैन नि अझ उसको बुढाको गुमुत स्याहार्छु रे मैले तेरो बुढाको गुमुत स्याहार्छु तँलाई यो घरबाट निकाल्नु न मात्रै तेरो बुढो सहित ओड्ने ओछ्याउनु हुर्काइदिन्छु म के बोल्या मेरो बुढाले अगाडि पछाडि नपर्नु के भने है प्रभु पापै लाउँछ के बुद्ध होला नि पढे लेखेर यिनलाई त त्यो पढ्ने ठानी यस्तै सिकाए कि मान्छे पढे लेखा कति विद्वान कति बुझ्ने हुन्छन् यही घरमा रहेछन् पढे लेखेर पनि मूर्ख घमण्डी भएर निक्लेको जे भन्छ तिनीहरूले भोग्छ Sharbottam Cement presents Bhunti, powered by Berger Silk and Dish Home Internet. होइन है मोनिका नानी कता हो अनि भाइको बिहेमा त हामीलाई निम्ता पनि गरेनौ त अब निम्ता गर्नलाई त बिहे हुनु परेन र भाउजू अनि अस्ति नै बिहे हुने कुरा थियो त होइन र अब कुरा मात्रै भएर के गर्नु बिहे नै भएको छैन ए भनेपछि अहिलेसम्म बिहे भएको छैन नि हो भाउजू छैन अनि किन बिहे नभएको त कि त्यो केटीसँग कुरा नमिलेको हो है त्यस्तै हो भन्नु पर्यो त्यसो हो भने त मेरै माइती गाउँमा मेरै आफन्त पर्नेको छोरीको बिहे गर्ने कुरा गरेका छन् मोहन बाबु जस्तो असल केटा पाए भने त आजको भोलि नै बिहे गरिदिन्छन् एक्ली छोरी हुन् दाइजोमा पनि सहरका 2वटा घर दिने कुरा छ लौना 2-2वटा घर दिने दाइजोमा त्यतिको केटी पायो भने त मेरो भाइले मान्छ होला भाउजू मान्नुहुन्छ भनेदेखि कुरा गरिहाल्नुस् नानी म पनि उता कुरा चलाइदिउँला हुन्छ भाउजू हुन्छ अब अहिले त बिहा गर्न लागेको केटीको परिवारसँग त मलाई एकदमै रिस उठ्या छ भाउजू म चाहिँ 100% नै मान्छु है तर भाइले के भन्छ म एकचोटि सोध्छु ल चाँडो सल्लाह गरेर मलाई भनिहाल्नुस् त म उता खबर गरिहाल्छु हस् भाउजू हस् म पनि घरमा गएर भाइसँग सल्लाह गरिहाल्छु है त हुन्छ नानी हुन्छ मोहन ए मोहन बाबु के भयो दिदी किन आत्तिनु भएको यहाँ कुरै आत्तिनु पर्ने जस्तो छैन आत्तेर के गर्नु भने मेरो कुरा पनि यहाँ ध्यान दिएर सुन भन्नु न के कुरा हो कस्तो कुरा गर्नुभएको दिदी यो होइन कस्तो कुरा गरेको छु र यत्रो रामकानी सुनाए होइन तँले भनेको कुरा अलिकति बुझ्दैनस् बुझ्न त बुझेँ दिदी तर म भूमिका बाहेक अरू केटीसँग बिहे गर्न सक्दिनँ होइन तैँले मात्रै नसकेर हुन्छ भनेको के उसले त सक्छ जस्तो छ त त्यसले तँ बिना बाँच्न नसक्ने भएदेखि त्यसका बाउआमाले चाहिँ यति लम्ब्याउँथे लगन बिहा गरिदिनलाई उतिखेर आत्तिँदैन थिए जति बेला पनि ऊ चाहिँ भूमिका बनाएको छ बस्या छ होइन यसरी लम्ब्याउने मान्छेहरूलाई पनि अनि तिनीहरूको खुट्टा ढोक्न गएर चाहिँ ल हजुर छिटो बिहा गरिदिनु भन्नु हामीले हाम्रो इज्जत छैन तँसँग बिहे गर्नलाई भनेर उहाँ केटीहरू च्याउ उम्रे जस्तो उम्रेर बसेका छन् ऊ चाहिँ जति बेला पनि भूमिका भनेको छ बसेको छ छोडिदे अब तँ केटीलाई होइन के कुरा गर्नुभएको दिदी यो यतिका समयदेखि उसँग हामीले बिहेको कुरा चलाइरहेछौँ उसको गाउँ टोल छरछिमेक सबैलाई थाहा भइसकेको छ अहिले आएर हामीले यस्तो कुरा गर्दाखेरि उसको बेइज्जत हुँदैन ए मेरो भाइ यो कुरा तैँले होइन के सोच्ने यो कुरा त त्यो केटी र त्यसको परिवारले पो सोच्ने हो अब हामी जस्तो यत्रो हुने खाने खानदानी घरको मान्छे छोरी माग्न जाँदा पनि यसरी अनाकानी गरेर बस्ने हो मलाई त लाग्छ हेर बाबु त्यो हामीले बिहेको दाइजोमा गहनाहरू उपहार दिनुपर्छ भनेर मागेका थियौँ नि पक्कै पनि हामीले बिहेको दाइजोमा गहना उपहार दिनुपर्छ भनेको भएर होला यिनीहरूले बिहे गर्नलाई आनाकानी गरेर बसेका होइन त्यति चाहिँ अब उपहार पनि दिन नसक्ने हैसियत भएकोसँग के नाता जोड्नु
उहाँ तँसँग बिहे गर्न पायो भनेदेखि सहरमा कत्रा कत्रा घर उपहार दिने हैसियत भएको खानदानसँग मेरो कुरा चलिरहेछ। मैले भनेकै केटीसँग तैँले बिहे गर्नुपर्छ बाबु। यस्तो कुरा नगर्नुहोस् दिदी, मैले भूमिकासँग बिहे गर्ने सपना देखिसकेको छु। अहिले उनीहरूको परिवारमा समस्या भएको भएर अलिकति ढिला भएको हो। प्लिज दिदी यस्तो कुरा नगर्नुहोस्। अब के गर्ने भन् त बाबु, कति कुर्नु के, कतिसम्म कुर्नु? हामीले भनेको बेलामा बिहा भएको भएदेखि यहाँ के भइसक्थ्यो। अब अस्ति नै पनि आमाले अर्कै केटीसँग कुरो चलाउँदाखेरि तँ आफैले बिहे गर्न मानेनस्। अनि मान्छेले बिहे गरेर ल्याएको श्रीमती त छोड्छन्, तेरो त बिहेको लागि कुरो मात्रै चलेको केटी हो, छोड्न सक्दैनस्? नाइ दिदी यस्तो कुरा नगर्नुहोस्, म कसैलाई धोका दिन सक्दिनँ। ल भयो, अब त्यो केटीलाई फोन लाएर अबको 10 देखि 15 दिनभित्रमा यहाँ बिहे भएन भने राम्रो हुँदैन भन्दै। हुन त राम्रो त कहिले भएको थियो र, बिहे नै हुँदैन भन्दै थिए। होइन महारानी, तिम्रो त्यो सुतिरहेको बुढालाई कति कुरेर बसेको हँ? तिम्रो बुढालाई चिल्ले टिपेर त लाँदैन नि, अरू काम पनि यसो गर्दा हुन्छ। यहाँ मैले एउटा लिस्ट बनाइदिएको छु, यो लिस्ट अनुसारको सामान लिएर आउने। हस् हस् भन्दै त्यहाँ नबस, खुर्कै त आइज। यहाँ छ लिस्ट, पढ्न आउँछ कि आउँदैन? मलाई पढ्न नआए पनि पसलका मान्छेलाई पढ्न आइहाल्छ नि। लु, पसलका मान्छेलाई पढ्न लगाएर यहाँ लिस्टमा जे छ त्यो सामान जम्मै लिएर आउने। पैसा यहाँ छ, 1 रुपियाँ हिनामिना गर्ने होइन नि। हो हिनामिना गर्न परे होइन, तपाईँको जस्तो बानी छैन मेरो। के रे मैले कहिले हिनामिना गरेँ हँ? ए प्रभु, आफूले नआएर भए मान्छेले अरूलाई सम्झाउन सक्छ? चोरले मात्रै अरूलाई पनि चोर देख्ने, असल मान्छेले सबैलाई असल देख्छ। अर्कालाई भन्न पाएपछि जे नि भन्छ नि मान्छे। कहाँसम्म कि चोथाले रहेछ नि रहन पनि। अलिकति पढे लेखेर धनी बाबुकी छोरी भए त के पो गर्थ्यो होला हौ यसले? के हान्नु नि, तपाईँले जस्तो यस्तो रिस घमण्ड यस्तो व्यवहार कसैलाई पनि गर्दैन। होइन त फेरि फर्केर आइस? मेरो यहाँ जेम्सलाई खुवाउन हतार भइसक्यो, छिटो लिएर आइस सामान। गइहाल्छु नि, फर्केर आएर जब फर्काउन बाध्य नबनाउनु, चुपचाप आफ्नो काम गर्नु न। हे भगवान, यस्तोसँग त कसरी सक्ने होला? भूमिका के झोक्राएर बसेकी? बरु तेरो बाउ काठमाडौँ जान लागेछन्, त पनि जासँगै। हे आमा, के कुरा गरे? अस्ति भर्खर काठमाडौँ जाँदा जेठी हजुरले कस्तो व्यवहार गरिन्, अनि त्यस्तो व्यवहार गर्नेकोमा फेरि जान्छु म? हे चुप लाग न, चुप लाग। तेरा दाजु भाउजूले हामीलाई जस्तो रिस गर्दैनन्, बाउलाई त माया गर्छन्, बाउले भनेको कुरा मान्छन्। अब काठमाडौँ पुगेर बाउले दाजु भाउजूलाई सम्झायो भनेदेखि तेरो बिहे अनि धुमधामसँग हुन्छ हुँदैन भन् त? हुन्छ नि। मलाई त्यो जेठी भाउजूको अनुहारै हेर्न मन छैन, जान्न म त। त्यसो नभन्न छोरी, दुध दिने गाईको त लात्ती पनि सहनुपर्छ क्या। अब तेरो दाजु भाउजूले धुमधामसँग बिहे गरिदियो भनेदेखि तेरो त्यो घरमा इज्जतै बढ्छ। केही गरी त भागेर खुसुक्क पहिला गइस् भने त तँलाई त भुसिनु जति पनि गन्दैनन्, बुझिस् नि? के गर्छस्? जान्छस् जान्नस् भन् त? ल जान्छु। ल जाने भएदेखि बाउसँग राम्रोसँग कुरा गर, हिँडभित्र जाउँ। उसको बुढाको गुमुत स्याहार्छ, मैले तेरो बुढाको गुमुत स्याहार्छु। तँलाई यो घरबाट निकाल्नु न मात्रै, तेरो बुढो सही गर्नु ओछ्याउनु हुर्काइदिन्छु म। त्यस्तो सोच भयो कि जेठानी दिदीसँग एउटै घरमा क्यारी बस्नु म नबसौँ भने पनि उहाँलाई छोडेर कहाँ त क्यार्ने होला।
उहाँलाई कहिले निको होला र त्यो घरडी निस्केर हिँड्नु। Sarvottam Cement presents Bhunti, powered by Berger Silk and Dish Home Internet. Brought to you by महत्त्वपूर्ण भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट। Berger Paints, experience luxury silk finish. डिश होमको इन्टरनेट भरपर्दो र विश्वासिलो छ, म जस्तै। Co-sponsor डाबर वाटिका स्याम्पूमा छ 10 नेचुरल इन्ग्रेडिएन्ट्स। डाबर वाटिका स्याम्पू, ब्युटिफुल नेचुरली। Broadcast partner Kantipur TV HD. Created by Asa Films Production and AD Release Initiative.